हेलो नमस्ते गुड मर्निङ साथीहरू सबैजनालाई वेलकम टु मनिषा मार्क्सको युट्युब च्यानलमा। अब चाहिँ सपिङ गर्न जानुपर्यो गाइज छुट्टीमा। घरको सामानहरू लिन पर्यो नि। कालो प्याज यत्रो झोला बोकेर गाइज जान पर्यो सपिङ गर्नलाई। हातमा बोके यहीँ नजिक हो नि त, अनि त्यही भएर सपिङ गरेर आएको गाइज। ब्यागमा नअटेर हातमा। यहाँ चाहिँ खाना बनाउँदै मलाई लास्ट भोक लाग्यो। मोमो बनाएर खान लाग्यो। यहाँ रोस्ट चिकन ब्रेस्ट रोस्ट हुँदैछ। यहाँ अचारको लागि यो स्प्यागर आलु रेडी हुँदैछ गाइज। यता चाहिँ मटन सुप, यता चाहिँ पुलाउ रेडी हुँदैछ। सादा पुलाउ गाइस। हामी त अब बाहिर हिँड्यो गाइस। किन रोयो बच्चा? बच्चा रोयो। भिनाजु चाहिँ फोहोर फाल्न जानुभएको छ। म चाहिँ यहाँ वेट गरेर जाडो भयो। यता नजिक हो र? हो र। गाइज हामी चाहिँ हिँड्यो है पिकनिक खानलाई। ड्राई पिकनिक खानलाई हिँड्यो। झोलाभरि बोकेर यता। झोलैभरि छ खानेकुरा। खाइसकिन्छ कि सकिँदैन? बिस्तारी खाने हो, बिस्तारी खाने हो आनन्दले, अनि फर्किने हो घर। हामी चाहिँ जाँदैछ। हाम्रो घर वरिपरि यस्तो शीतल होइन, बुटै यस्तो भयो भने त भन्छ नि नेपालमा पनि। आउनु सर हेरेको यो चाहिँ स्कुल किन्डर गार्डन होइन, यो किन्डर गार्डन हो। पहिला यहाँ चाहिँ फुल झपक्कै फुल्ने अनि त्यसपछि पात लाग्ने है। कस्तो अचम्म है। यहाँ हेरे पुरै जङ्गलै छ नि है। त्यही त नि, घर देखेन अब त जङ्गल हो नि यो त। त्यही त घर छ भित्र। चितवन त हाम्रो वहाँ चितवन यस्तो रुख रोप्नु होइन नगरपालिकाले। भएको रुख पनि त्यो 24 कोटी अगाडिपट्टि के है रुखै रुख थियो, सब काटेर अहिले त उराठ लाग्दो बनाइसक्यो। कस्तो नबुझेको हो कुनी। रुखै रुख भयो भने त त्यही चितवन पनि काठमाडौँ जति चिसो हुन्छ कि। रुखै रुखले त्यति चिसो बनाउँछ। यहाँ योलाई जङ्गलै भनि ठान्छ है। अब यहाँ अब घरै नजिक यस्तो बाटोतिर पुरै रुख रोप्नु पर्ने हो त। यस्तो खालको ठुल्ठुलो भनेको है।
पानी पर्छ है क्या हो गोदला पानी पर्ने त देखाएको छैन क्या रे हो पानी पर्न लाग्यो भने आउने हिजो म कामबाट फर्किँदा आमामा पानी पर्यो किन पुरै सल भिजेको ज्याकेट हिजो? पुरै अस्तिको दिन पनि होइन होइन पुरै अस्तिको दिन पनि पानी परेको थियो होइन र परेको थियो त्यो चाहिँ अलिकति त्यो 5-6 मिनट मात्रै हो नि त ए त्यो त 15 मिनट हिँड्न परेको नि त यताबाट हिजो हिजो धेरै पानी पर्यो पर्यो नि आउने बेलामा हो र तिमी त हिजो छिटो आएको थियौ त छिटो आए पनि अब पानी पहिलेदेखि परिराखेको रहेछ ए। पुरै भिजेको के म ए अनि ट्रेनमा बस्दा बस्दा सुके मनिषा हजुर टाढै जानु लाग्यो क्या अलि त्यहाँनिर अस्ति नै हामी आएको थियो नि हो त्यहीँ जाने ए कति राम्रो नेचुरल है फुटबल खेल्ने ठाउँ ल यस्तो आनन्दको हरियाली है कुर्सी त छ टेबल चाहिँ कहीँ छैन है क्या छैन जस्तो है टेबल छैन रमाउँदै त्यहाँ कतै हजुर कतै टेबल छैन कहीँ छैन कुर्सी त छ जताततै छ है त्यहाँ चाहिँ छ क्या है त्यसलाई कडाकुडुक पारेर थिचिरहेको एकछिन है कसले त्यहाँ तिनीहरू पनि थियो डसेहरू पनि थियो विनोद सेन त्यो पहेँलो फुल के रहेछ कहाँ छ ऊ पारिको यो? खै यो मैले चिनेन कस्तो राम्रो है राम्रो छ यस्तो यस्तो पुरानो बेन्चीहरू भयो भने मलाई एकदम रमाइलो लाग्छ यो बाटोतिर त बेन्ची रहेछ यतातिर चाहिँ रहेछ न त अन्त प्रायः जसो नहुने है के गर्नु लागेको मनिषा म त यस्तो यस्तो हल्लिन्छ होला भन्ने ठानेको त नहल्लिँदैछ हो पिङ खेल्नु लागेको हो ल ऊ त्यो डर लाग्छ मलाई रुखमा चढ्न नि यतातिर नि हुन्छ नि है के युरोपतिर नि हुन्छ नि है किरा अँ हुन्छ त्यहाँ छैन चढ चढ्न त सक्दैन यसमा त सक्दैन रहेछ भयो सकिन्छ ल ट्राई गर झोला राखेर सक्छ कि त्यो झोलाले के गरौँ छ नि झोला राखेपछि सकिहाल्छ नि यो त झन् उल्टो उ तान्नु परेको जस्तो छ के रुख यतादेखि सक्छ कि यतादेखि सक्छ आज चाहिँ हामी यहाँ पार्कमा बसेर खाने भनेर चाहिँ यहाँ आएको छौँ किनभने अब समर लाग्यो अनि घरमा भन्दा यहाँ बाहिर नै बसेर खाना चाहिँ आनन्द हुन्छ नि त अनि त्यही भएर यहाँ खान आएको छौँ छ यहाँ फ्रुट लास्ट खाने पहिला सुप खाऊँ न है ल तातो छ कि हजुर तातो छ सुप दाँत यो अचार हो ए पहिला सुप खाने यो निकाल्नुपर्छ क्या फेरि चिसो हुन्छ होला है निकाल्यो भने चिसो हुन्छ नि केमा खाने सुप यसमा होइन यहीँ छ नि यही भाँडामा ए चम्चा छ लाउनु यो हजुरको चम्ची यता राख्नु पर्यो मलाई पोखे छ नि त पोखे? है घोल्टे गरेर गर्दाखेरि ल हेर्नु त पोखे छ नि ल केही छैन ठिक छ यसमा चाहिँ अलिक पोखेको रहन्छ तातै स्टार्ट गर्नु पर्यो लाउनु भयो भयो खाऊ 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 खानु यसमा राइस राख्ने कि नराख्ने राइस छ छ है कस्तो छ लेक्का तातो छ नि होइन उम्. खाएर गाई छिर्यो होइन
एकैचोटि भात लगाउनु पऱ्यो सुप मैले यो चिसो हुन्छ भनेर यसले यस्तो गरेर ल्याएको छ नि के हो त्यो गोचुजाङ गोचुजाङ यो यहाँ राख्नु है उडाउ हावाले उडाउने भयो के हो लडाउला फेरि हावा आयो नि त यार यो लिनु है हजुरको पुलाउ पुलाउ ससमा राखेर खानुपर्छ अँध्यारो पर्दो रहेछ त घाम नलाग्दा त पुलाउ अचार पानी त त्यो पनि त्यही त लाउनु त अघि बिहान रेबेमा किनेको के स्पागल किनेर ल्याएर अनि मैले त्यहाँनिर एउटाको उमा देखेको थिएँ कि बनाएको रेसिपी अनि त्यही भएर मलाई पनि ओए झऱ्यो नि त के छ स्पागल केही नि हुन्न होला के हुन्न अब यो चाहिँ यो ब्रेस्टको रोस यो चाहिँ यसमा लगाउँदै खानु है अब आफै हेर्नु यत्रो हेर्नु त यत्रो सुप ए खाने हो हुन्छ के गर्नु नानी है धोएर राखेको त नि ल पोखेछ यस्तरी झल्किराखे ल खानु है हस् नुन पनि ठिक्क भयो है खानु है यो चिकनको हावाले लडाइदिन्छ क्या पुलाउसँग चाहिँ त्यस्तै अचार मिठो हुने है यहाँ पो राखेको छ मैले यसले त खाएको होइन यसमा चाहिँ अलि रक भएछ है हजुर नुन क्या अलिक कडा भएछ क्या जेट चट्ट चर्को त होइन ठिक छ यो अचारमा चाहिँ ठिक छ है तेलमा बनाएको यो ए
खै एक भाँडा अझै राखेको छु ए हिजो अस्ति 25 डिग्री थियो त्यही त नि आज 13 आधा सिंगारा अर्को मङ्गलबार चाहिँ साथीहरू अब खानासाना खाइसक्यो अब पोका पुन्थुका बोकेर घरतिर लाग्नु पर्यो अब जाम खाना मिठो भयो नि आज मिठो भयो अहिले चाहिँ म घर आइपुगेँ धेरै थाकेको छ बाहिर चिसो चिसो हावामा घुमेर खाएर हिँडेर धेरै थाक्यो अब आराम गर्नुपर्छ साथीहरू मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो अब नेक्स्ट भिडियोमा भेट्नेछौँ अहिलेलाई यति नै बाई बाई हजुरहरूको दिन शुभ रहोस्